नमस्कार साथीहरू, सबैजना कस्तो हुनुहुन्छ? आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। त्यसो गरेमा मात्र तपाईले यस्ता राम्रा कथाहरू सुन्न पाउनुहुनेछ। आजको कथा एउटी यस्तै केटीको हो जो विधवा भएकी थिइन् र उनको ससुराको श्रीमती अर्थात उनको सासूको पनि मृत्यु भइसकेको थियो। लौ, यो कथा नैना नामकी एउटी केटीको हो। सुरु गरौँ। नैना भन्दै छिन्, ससुरा बुबा प्लिज बिस्तारै गर्नुहोस्। यदि सासुआमा जीवित हुनुहुन्थ्यो भने उहाँ आज मर्नुहुन्थ्यो होला। म बारम्बार भनिरहेकी थिएँ, तर ससुरा बुबाले मेरो एक शब्द पनि सुन्नु भएन। उहाँको मनमा जे आइरहेको थियो त्यो दिन उहाँ त्यही गरिरहनु भएको थियो। ससुरा बुबाले मसँग जे गरिरहनु भएको थियो, आखिर यो सब कसरी भयो, म यही सोचमा डुबेकी थिएँ। म आज सबै बताउने छु। मेरो नाम नैना हो। मेरो उमेर लगभग 24 वर्षको छ र मेरा ससुरा बुबा चेन्नईको एउटा चालमा बस्नुहुन्छ। 1 वर्ष अघि मात्र मेरी सासुआमाको देहान्त भएको थियो। उहाँको निधनपछि ससुरा बुबा एकदमै उदास रहन थाल्नु भएको थियो। उहाँले दैनिक कामका सबै छोडिदिनु भएको थियो र धेरै जसो समय चुपचाप बसिरहनुहुन्थ्यो। मेरा श्रीमान केही वर्ष अघि एउटा दुर्घटनामा बित्नु भएको थियो र त्यसपछि म विधवा भएर ससुरा बुबासँगै बसिरहेकी थिएँ। घरको सबै जिम्मेवारी मेरो काँधमा आएको थियो। म घरको सबै काम गर्थेँ, अफिस जान्थेँ। मेरो जीवनमा अब केही बाँकी थिएन। श्रीमान रहेनन्, आमा बुबा पनि रहेनन् र सासुआमा पनि बित्नुभयो। पहिले मेरो एकजना प्रेमी थियो, तर उसले पनि मलाई छोडिदियो। त्यो दुर्घटनापछि प्रेम जस्ता कुराहरूबाट मेरो विश्वास नै उठेको थियो। मेरो जीवनमा केवल अन्धकार छाएको थियो। रातको लगभग 1 बजेको कुरा हो। म पानी पिउन उठेकी थिएँ। ससुरा बुबा माथिल्लो तलामा सुत्नुहुन्थ्यो र म तल्लो तलामा। त्यही बेला माथिबाट केही खसेको आवाज आयो। घरमा पुरै अँध्यारो थियो र म अलिकति झस्किएँ। यदि म सिधै माथि गएकी भए ससुरा बुबाको निद्रा खुल्थ्यो। के उहाँ आत्तिनुहुन्थ्यो होला? त्यसैले म बिस्तारै आवाज ननिकाली उहाँको कोठातिर बढेँ। ढोका खुल्लै थियो। मैले हल्कासँग धकेलेर भित्र हेरेँ। त्यो देखेर त म स्तब्ध भएँ। ससुरा बुबाले मोबाइलको टर्च बाल्नु भएको थियो र उहाँको प्यान्ट पुरै तल थियो। उहाँको एउटा हातमा आफ्नो थियो र अर्को हातमा मोबाइल। उहाँ मोबाइलमा भिडियो हेरिरहनु भएको थियो। त्यसलाई अगाडि पछाडि हल्लाइरहनु भएको थियो। सायद त्यही क्रममा खाटको छेउमा राखेको पानीको गिलास हातले लागेर खसेको हुना। तर उहाँलाई त्यसको आवाज समेत सुनिएन, किनभने उहाँ यति मग्न हुनुहुन्थ्यो कि ढोका खुलेको आवाज समेत सुन्न सक्नु भएन। ससुरा बुबा भिडियो हेर्दै हेर्दै हल्लाइरहनु भएको थियो। साँचो भन्नुपर्दा म त्यहाँबाट चुपचाप जानु पर्थ्यो, तर उहाँलाई त्यसो गरिरहेको देखेर मलाई अनौठो अनुभूति भयो। त्यसैले म त्यही रोकिएँ र कुनै आवाज ननिकाली उहाँलाई हेरिरहेँ। केही बेरपछि उहाँले अझ छिटो हल्लाउन थाल्नुभयो। उहाँको अनुहारमा विभिन्न प्रकारका भावहरू स्पष्ट देखिरहेका थिए। अनि केही बेरमा उहाँले दहिरो सास लिनुभयो र शान्त हुनुभयो। मोबाइल छेउमा राखेर त्यसै गरी पल्टिनुभयो। म बिस्तारै त्यहाँबाट हटेर तल आफ्नो कोठामा आएँ। साँचो भन्नुपर्दा म बेचैन भएकी थिएँ। तल आएर मैले जे देखेँ त्यो महसुस गर्ने प्रयास गरिरहेकी थिएँ। ससुरा बुबाले यस्तो कसरी गर्न सक्नुहुन्छ भनेर विश्वास गर्ने प्रयास गरिरहेकी थिएँ। तर फेरि सोच्न थाले, यो त स्वाभाविक नै हो नि, यसमा धेरै सोच्नुपर्ने के छ र? ससुरा बुबा एक पुरुष हुनुहुन्छ। एक पुरुषमा शारीरिक इच्छा हुनु स्वाभाविक हो। यसमा गलत के छ? कसैको शोषण त गरिरहनु भएको छैन नि। यो सोचेर सबै ठिक छ भनी म सुते। उहाँकी श्रीमती बितेको पनि 1.5 वर्ष भइसकेको थियो। उहाँका पनि इच्छाहरू होलान्, यो त सामान्य कुरा हो। अब उहाँले कुनै महिलाको शरीर त पाइरहनु भएको छैन, त्यसैले आफ्नो ताप आफै मेटाइरहनु भएको छ। यति सोचेर म सुते। तर मेरो मनमा विचार आइरहेको थियो, अब यसको अर्को उपाय के हो त? त्यही बेला मलाई अचानक आयो कि ससुरा बुबा आफ्नो काम गर्दा कति खुसी हुनुहुन्थ्यो। मैले उहाँलाई यति खुसी कहिल्यै देखेकी थिइनँ। अनि मलाई विश्वास भएर बुझे कि ससुरा बुबालाई के चाहिएको छ। यही त चिज हो जसले उहाँलाई खुसी राख्न सक्छ। म धेरै बेरसम्म यस विषयमा सोचिरहेँ। म ससुरा बुबालाई कसरी खुसी राखौँ? मलाई कुनै उपाय नै सुझिरहेको थिएन। यदि उहाँको जीवनमा कोही अर्की महिला आइदिइन् भने उहाँ कति खुसी हुनुहुन्थ्यो होला। भोलिपल्ट बिहान ससुरा बुबा नुहाउन जानुभयो। म नास्ता बनाउँदै थिएँ। अचानक मलाई रातिको दृश्य आँखा अगाडि आइरहेको थियो। मनमा विचार आयो, गएर हेरौँ ससुरा बुबाले मोबाइलमा आखिर कुन भिडियो हेरिरहनु भएको थियो। बिहानको समय थियो। ससुरा बुबा बाथरुममा हुनुहुन्थ्यो र म भान्सामा चिया बनाउँदै थिएँ। तर मेरो ध्यान त्यो रातको दृश्यबाट हटिरहेको थिएन। उहाँको एक्लोपन मलाई महसुस भइरहेको थियो। एउटी महिला एक्ली हुँदा सबैले उसको दुःख बुझ्छन्, तर एउटा पुरुष एक्लो हुँदा? मैले बिस्तारै ससुरा बुबाको मोबाइल उठाएँ। मोबाइलमा लक थिएन। हिस्ट्री खोल्दा केही भिडियोहरू देखेर मन शान्त भयो। ती भिडियोहरूमा कुनै जबरजस्ती वा फोहोरपन थिएन।
सबैमा सहमति र स्पष्ट भावनाहरू देखिन्थे। मलाई आश्चर्य लाग्यो। सायद उहाँ शारीरिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि चाहनुहुन्थ्यो। भोलिपल्ट बिहान म भान्सामा चिया उमालिरहेकी थिएँ, तर मेरो ध्यान माथिको कोठातिरै थियो। ससुरा बुबा नुहाउन जानुभएको थियो। उहाँको मोबाइल तल टेबलमा राखिएको थियो। मुटु ढुकढुक गरिरहेको थियो। हात आफै त्यो फोनतिर बढिरहेको थियो। फोन अनलक थियो। सिधै भिडियो प्लेयरमा गएर फेरि ती रोमान्टिक भिडियोहरू हेर्न थाले। यो देखेर मेरो सास रोकिए जस्तो भयो। 1 सेकेन्डका लागि पेटमा केही भारी चिज राखे जस्तो भयो। तर आश्चर्यको कुरा, त्यहाँ फोहोरपन थिएन, कुनै जबरजस्ती थिएन। भिडियोमा जो महिलाहरू थिए उनीहरू सम्मानका साथ गरिरहेका थिए। उनीहरूको इच्छा सोधिएको थियो। म अलिकति बेचैन थिएँ। त्यो साँझ जब म अफिसबाट फर्किएँ, ससुरा बुबा सधैँ झै टिभी अगाडि बसिरहनु भएको थियो। मैले गएर उहाँको हात छोएँ। तपाईले केही खानुभयो? उहाँ झस्किनु भयो र भन्नुभयो, तिम्रो हात तातो लागिरहेको छ, सबै ठिक त छ नि? मैले पहिलो पटक उहाँको आँखामा सिधा हेर्न सकिनन्। उहाँ अलि डराउनु भएको थियो। मैले भने, हिजो राति मैले तपाईलाई माथि देखेकी थिएँ। अब एकदम सन्नाटा छायो। उहाँको अनुहारको रङ उडे जस्तो भयो। उहाँले बिस्तारी स्वरमा भन्नुभयो, माफी चाहन्छु नानी। मैले उहाँको कुरा बीचमै काटिदिए। तपाईले माफी माग्नुपर्ने कुनै आवश्यकता छैन। मैले बिस्तारै उहाँको हात समातेर भने, तपाई मानिस हो र मानिसका आवश्यकताहरू हुन्छन्। म बुझ्छु र सायद यहाँ म मात्र एक्लै छैन जो यो सबै महसुस गर्छु। उहाँ झस्केर मतिर हेर्न थाल्नुभयो। मैले मुस्कुराएर भने, हामी दुवै एक्लै छौँ, के हामी एकअर्काको सहारा बन्न सक्दैनौ? एक पलका लागि उहाँ बिल्कुल चुप हुनुभयो अनि धेरै मधुरो आवाजमा भन्नुभयो, नैना, यो बाटो ठिक छैन, मान्छेले के भन्लान्? मैले उहाँका औँलाहरू कस्सेर समातेर भने, मान्छेलाई बाँच्नु छैन, हामीलाई बाँच्नु छ। त्यो साँझ जब मैले उहाँको हात समाते, उहाँले झट्का दिएर हटाउनु भएर केही सेकेन्डका लागि रोकिनु भयो। उहाँको हत्केलाको न्यानोपन मेरा औँलाहरूसँग कुरा गरिरहेको थियो। मेरो ओठमा हल्का मुस्कान थियो, तर मुटु जोड जोडले धड्किरहेको थियो। उहाँ केही भन्नै लाग्नु भएको थियो, तर शब्दहरू घाँटीमै अड्किए जस्तो भयो। मैले बिस्तारै भने, साँचो भन्नुस् त, त्यो दिन जब तपाईले मलाई पहिलो पटक साडीमा देख्नु भएको थियो, के तपाईलाई केही महसुस भएको थिएन? उहाँले आँखा तल गर्नुभयो र बिस्तारै भन्नुभयो, नैना, म हरेक दिन आफूलाई रोक्छु, किनकि तिमी मेरो... मैले उहाँको अनुहार आफ्नो हत्केलामा लिए। म अब कसैको विधवा मात्र होइन, म पनि मानिस हुँ, एउटी महिला हुँ, मेरा पनि इच्छाहरू छन् र अब म एक्लै बस्न चाहन्न। उहाँ मेरो आँखामा हेरेर केही खोजिरहनु भएको थियो। मैले अघि बढेर उहाँको हात आफ्नो पेटमा राखेँ। यहाँ अब कुनै बोझ छैन। अब जे पनि हुन्छ त्यो हाम्रो इच्छाले हुनेछ। उहाँ काँपिरहनु भएको थियो। नैना, तिमी... उहाँको कुरा फेरि काटे। अब त होइन, हामी भन्नुहोस्। मैले पहिलो पटक उहाँको छातीमा टाँसिएर आफ्नो मनको सारा बोझ उतारे। घरमा सन्नाटा छाएको थियो। उहाँ आफ्नो कोठामा हुनुहुन्थ्यो। लगभग 11:30 बजेको थियो। बत्तीहरू निभिसकेका थिए। हामी दुवै चुपचाप आफ्नो कोठामा थियौं, तर निन्द्रा आइरहेको थिएन। केही बेरपछि मैले पाइलाको आवाज सुने। ढोका खुलेन, केवल हल्का खट्क भयो। मैले ढोका खोले। उहाँ त्यही उभिरहनु भएको थियो, एउटा सेतो कुर्तामा, चप्पल नलगाइकन। मैले केही नभनी उहाँलाई भित्र बोलाएँ। कोठामा एउटा सानो नाइट लाइट बलिरहेको थियो। मैले बिस्तारै सोधेँ, चिया बनाऊ? उहाँले भन्नुभयो, आज अरू केही चाहिएको छ तातो, आफ्नोपनको? मैले कुनै जवाफ नदिई उहाँका औँलाहरू समाते र पलङतिर लगे। उहाँका हातहरू काँपिरहेका थिए। मैले भने, नडराउनुहोस्, म चाहन्छु। मैले उहाँको अनुहारमा हात फेरे। मैले उहाँलाई आफूतिर ताने। पहिलो पटक हाम्रा सासहरू एकअर्कालाई महसुस गरिरहेका थिए। उहाँका ओठ मेरो निधारमा छुने बित्तिकै रोकिए अनि भन्नुभयो, नैना, यदि म बहकिए भने? मैले आँखा बन्द गरे र भने, बहकिनु पनि कहिलेकाहीँ जरुरी हुन्छ, जीवन फेरि महसुस हुन्छ। कोठा सानो थियो। भित्तामा आधा जलेको बल्बको हल्का पहेँलो प्रकाश थियो, जसले हरेक चिजलाई नरम बनाइरहेको थियो। कोठामा सन्नाटा थियो, तर हाम्रो भित्र धेरै कोलाहल थियो। मैले बिस्तारै उहाँको कुर्ताको बटनमा औँला राखेँ। यदि तपाईँ चाहनुहुन्छ भने अस्वीकार गर्न सक्नुहुन्छ। उहाँले केही भन्नु भएन, केवल एक सास छोड्नुभयो र आफ्ना आँखाहरू बन्द गर्नुभयो। पहिलो बटन खुल्यो, अनि दोस्रो, अनि तेस्रो, र छातीको चौरिएको छाला मेरो अगाडि थियो। मैले हल्कासँग आफ्नो हात उहाँको छातीमा राखेँ। उहाँ थरथराउनु भयो।
तपाईँ काँपिरहनु भएको छ, मैले भने। उहाँले बिस्तारै मेरो हात समातेर भन्नुभयो, मेरो नजिक आउनु पाप त होइन नि। मैले उहाँको आँखामा हेरेर जवाफ दिएँ, यदि प्रेम गर्नु पाप हो भने हो, म यो पाप हरेक रात गर्न चाहन्छु। मैले आफ्नो साडीको पिन खोलेँ। काँध खुल्दा उहाँको हात आफै त्यो ठाउँमा आएर टिक्यो। उहाँको औँलाले मेरो घाँटीको रेखालाई स्पर्श गर्यो। तेरो सुगन्ध, उहाँले बिस्तारै भन्नुभयो। मैले धेरै दिनपछि कुनै मानिसको सुगन्ध महसुस गरेको छु। अब उहाँका ओठ मेरो घाँटीमा थिए। बिस्तारै काँप्दै उहाँले मेरो छालालाई महसुस गरिरहनु भएको थियो, मानौ हरेक ठाउँबाट मेरो एक्लोपन पिउन चाहनुहुन्छ। मैले उहाँको ढाडमा हात फेरेँ, पातलो, झुकेको तर बलियो। तपाईको बोझ अब मेरो हो, मैले कानमा भने। हामी ओछ्यानमा आइसकेका थियौं। मेरो साडी अब मेरो कम्मरमा लत्रिएको थियो। उहाँको कुर्ता आधा खुलिएको थियो। सासहरू एक अर्कामा अल्झिसकेका थिए। उहाँले मेरो सिउँदोमा चुम्नुभयो, मेरो कपाल, मेरो हात। त पुरै कविता लाग्छस्। केही नभनी उहाँले मेरो कम्मरको छेउमा आफ्नो हत्केला सार्नुभयो। मैले हल्का आहा भरे। उहाँ एकपल रोकिएर भन्नुभयो, दुखाइ त दिइरहेको छैन नि? मैले भने, धेरै दिन भयो नि, बस अलि बिस्तारै ससुरा बुबा। मैले आफ्ना आँखाहरू बन्द गरे र फेरि भने, तपाईले जति एक्लोपन दिनुभएको थियो अब त्यति नै माया दिनुहोस्, सबै ठीक लाग्नेछ। उहाँका औँलाहरू अब मेरो ढाडमा थिए। साडी सरिसकेको थियो र उहाँले मलाई त्यसरी छोइरहनु भएको थियो जसरी कसैले आफ्नो टुटेको सपनालाई बिस्तारै जोड्छ। रात रोकिएको थियो। हामी दुवै केवल क्षणहरूको न्यानोपनमा सासहरूको सिमानामा बगिरहेका थियौं। कुनै हतार थिएन, कुनै डर थिएन।